तपाईलाई भूत प्रेत आत्मा चुडेल पिसाचमा विश्वास छ? विश्वास छ भने किन छ र विश्वास छैन भने आज हामी यही विषयमा छलफल गर्नेवाला छौँ र सोच जान्नेछौँ कि उहाँहरू के सोच्नुहुन्छ। र आज हामी हो त्यसै ठाउँमा आएको छौँ होइन, भूत प्रेत पिसाच चुडेल हुने ठाउँमै। यहाँ लास गाडिन्छ पनि पोलिन्छ पनि। सो लेट्स बिगिन। यहाँ ठ्याक्कै आउने बित्तिकै मलाई एउटा फनी इन्सिडेन्ट पनि याद आयो। एकताल म र मेरो साथीको एउटा नाम दिउँ न ल, हरिचन्द्र र म एकताल यहाँ आएको थियौँ होइन, यतिकै इन्जोय गर्न। हामी चाहिँ चिकन लेग पिस बोकेर आएको छु, तर हामीलाई थाहा थिएन क्या यहाँ चाहिँ लासहरू जलाउने पोल्ने पनि काम गर्दो रहेछन् भनेर। अनि ठ्याक्कै साथीले हरिचन्द्रले मलाई भन्यो क्या, उयो ठाउँ राम्रो छ त्यहाँ जाउँ भनेर। यसो हेर्छु त्यो जलाएकोहरू पनि छ क्या, त्यो हुन्छ नि दाउराहरू जलाएको। अनि देख्ने बित्तिकै साइको भयो क्या, म कहाँ लास परेकोमा मासु लिएर जाने। तर जस हामी डियरिङ चाहिँ हो। यो ठाउँ चाहिँ अब यसो हेर्दाखेरि होइन खोलासोला छ, यता चिल गर्ने खालको ठाउँ त भन्न मिल्दैन रही पनि। अब हाम्रो सवारी साधन पनि यहीँ छ। यहाँ पनि मासु लिएर आउने चाहिँ हामी पनि मान्छे कडै हो हुन त। त्यो पर देख्दै हुन्छ नि त्यो दाउरा जस्तो पनि छ पर हो, त्यहीँ चाहिँ पोल्थ्यो। अब हामी त्यहीँबाट आउँथ्यौँ, फेरि त्यहीँ जलाएका रहेछन् क्या, यता आउन अलिकति नमिल्ने। यतै रहेछ अलिकति सुविस्ता भएको बाटो, त्यही भएर हामी चाहिँ डाइरेक्ट यतैबाट आयौँ। परबाट जुम गरेर खिच्दैछौँ क्या। 1 hour later. होइन आज मान्छेहरूको इन्टरभ्यू लिने भनेर निस्केको हामी होइन, तर मान्छेहरू खोइ भेटिन् जस्तो छैन। न भूत भेट्यौँ हामीले, न मान्छे भेट्यौँ। यो भ्यान के पकोडे के पप जस्तो भएको छ कपाल पनि। अब हामी लाग्दैछौँ र हामी दुई भाइ गफ गर्दै गर्दै लाग्यौँ क्विनेटारतर्फ। बिग्रेको बाटोहरू देखाउँदै क्यामेरा कहिले चलाउन नआए जसरी म चाहिँ क्यामेरा हल्लाउँदै थिएँ। र ठ्याक्कै हामी क्विनेटार पुगिसक्दा गर्दा हामीले चाहिँ यहाँ इन्सेप्सन मुभीको सिन पनि रिक्रिएट गरिदिउँ क्या। यसलाई भन्छ डोली जुम इफेक्ट। यो जस्ट म भिडियोको लेन्थ बढाउन भन्दैछु, भोइस ओभर दिँदैछु। हिजो एउटा प्यारानर्मल एक्टिभिटी नै भयो भनौँ न हामीसँग, किनकि हिजो जुन हामीले मसान घाटको स्पेसिफिक फुटेजहरू खिच्दै थियौँ त्यो चाहिँ हामीले लगभग 3-4 ताल जति चाहिँ रेकर्ड गऱ्यौँ। तर घरि अडियोमा समस्या आइरहेको थियो, घरि भिडियोमा समस्या आइरहेको थियो। अनि जब हामीले त्यो फुटेजलाई फाइनलाइज गऱ्यौँ, हेऱ्यौँ, रिभ्यू गऱ्यौँ, ठिक छ भनेर त्यहाँ त त्यो मसान घाटमै रिभ्यू गर्दाखेरि चाहिँ ठिकै थियो। तर जब हामीले घरमा आएर त फुटेज हेऱ्यौँ, त्यो फुटेजको चाहिँ अडियो गायब थियो क्या। कति ठाउँमा इरर पनि थियो, त्यसैले मैले ती भिडियोहरूलाई डिलिट पनि गर्थेँ, किनकि त्यो त्यस्तो खासै काम लाग्ने खालको चाहिँ थिएन। त्यो मेन स्पेसिफिक भिडियो चाहिँ म अगाडि लगाइदिन्छु। र जुन बेला म यो भिडियो एडिट पनि गर्दैछु होइन, मैले यो भिडियोको जस्तै अहिले प्ले गर्दाखेरि यहाँ हल्का देखिन्छ ग्राफहरू चाहिँ, अडियोको ग्राफहरू देखिन्छ। जस्तै म यो स्पेसिफिक भिडियोको चाहिँ म डेसिबल बढाइदिन्छु, 1500 हाइएस्ट गरिदिन्छु। त्यसो गर्दाखेरि स्या मात्र सुनिन्छ। ठिक छ, आज हामी धेरैजना मान्छेलाई सोध्ने पनि वाला छौँ। हिजो चाहिँ मान्छेहरू नै थिएनन् क्या त्यहाँ, कसलाई सोध्नु। यदि मान्छेहरू थिए भने पो एउटा कुरो त ठिकै छ। अब हामी मान्छेहरूलाई सोध्नतिर लाग्छौँ होला। तिमीलाई भूत प्रेतमा विश्वास कतिको लाग्छ? लाग्दैन? ए कहिले देखेको ओरेको छौ कि छैनौ? तर विश्वास छैन भने के देख्छौ होइन, त्यो पनि हो। काहीँ यस्तो कथाहरू सुनेको छौ कि छैनौ? सुनेको छ। जस्तै यहाँ यो एरियाको के छ कथा? यो एरिया मधुमला जङ्गल भन्छ। के छ यहाँलाई, के छ? किचकन्डिया आउँछ कि को आउँछ यहाँ? खोइ त्यो तर्साउँछ भन्दै भन्छ। अन्नाजी भन्छन्। कतिखेर तर्साउँछन्, के गर्दा तर्साउँछन्? खोइ बेलुका राति एक्लै हिँड्नु डराउँछ भन्छ। ए त्यति हो? यो त जहीँ सुनेको हो त नि। ल ठिक छ, यहाँको कथा चाहिँ यस्तै उस्तै रहेछ होइन। हामीले डेली बेसिसमा सुन्ने गरेको हो क्या यो कथा त। तपाईँलाई यो भूत प्रेत आत्मा यो जति पनि कुराहरू छन् नि समाजमा चाहिँ चलि आइरहेको पहिलेदेखिको, यसमा विश्वास कतिको छ? यसमा मलाई विश्वास लाग्छ। विश्वास किन लाग्छ? किनभने अब त्यही हो, राति साँझको टाइममा औँसी पूर्णिमा होइन, हजुर मलाई पनि तर्साएको छ। र मेरो मिसेसले त मान्छे देखेछ क्या। ए यतै घरमै यस्तै घर अब यस्तै यो जुन यता पहिला यो घरहरू खाली थियो। हजुर यो माथि जति पनि यो होटलहरू भएको सबै खाली जग्गा हो पहिला। हजुर आजभन्दा 10 वर्ष अगाडि, 10 त नभनौँ 5 वर्ष अगाडिसम्म खाली थियो। हजुर यो ठाउँमा अलिकति बस्ती
बसेको भनेको 5-6 वर्षको अन्तरालमै हो जति पनि बसेको बस्तीहरू। हजुर त्यतिखेर चाहिँ यो खाली चौर थियो। खाली चौरमा राति त्यही पुणेको औँसी पुणेमा त्यो के भन्छ त्यो जुनको प्रकाशमा नि हजुर मान्छे कुदेको देख्थ्यो क्या कहिलेकाहीँ मेरो मिसेसले चाहिँ। र मेरो मिसेसले चाहिँ उता गाउँमा हुँदाखेरि पनि हजुर त्यस्तो मान्छे देख्थ्यो कि उसको चाहिँ अब कस्तो भने अब के भन्छ अब आत्माले के भन्छ उसलाई त्यो मान्छेले कसैले देख्छ प्रत्यक्ष कसैले अप्रत्यक्ष रूपमा साउन्ड मात्रै आएको अनुभव पाउँछ होइन कसैले प्रत्यक्ष देख्छ क्या त्यस्तो अवस्थामा चाहिँ मेरो मिसेसले चाहिँ प्रत्यक्ष देखाइदिएछ। भनेपछि जे होस् तपाईँहरूले अनुभव चाहिँ गर्नुभएको छ यो विषयमा। ठिक छ यो जुन ठाउँ छ यो जुन कुइनेटार ठाउँ छ यो ठाउँबारे चाहिँ केही स्पेसिफिक केही त्यस्तो तर्साउने गर्ने छ यता पहिलाको बुढापाकाले भन्छ होइन यो ठाउँतिर अब पहिला यो खोलामा अब त्यो के भन्छ यो टाउको नभएको क्या के भन्छ मुर्कुटो हिँडेकै देखेको भन्नुहुन्थ्यो होइन हाम्रो बुवा बाजेहरूले। र अब तपाईँहरूलाई थाहा भएन होला यहाँ पर यो गौडानिरी त्यो गौडानिरी पनि यहाँ मेरोमा जुन बेलुकीको टाइममा आउने गेस्टहरूले भनेको अब त्यहाँ आउँदाखेरि तर्सायो मान्छेले मतलब मान्छे जस्तो एउटा बच्चा हिँडे जस्तो देखियो भन्थ्यो क्या। यो पनि हालसालकै कुरा त्यस्तो होइन त्यस्तो पुरानो होइन हालसालकै कुरा हो। जस्तै अब यो 2-3 वर्ष अगाडिको कुरा हो। त्यसरी मान्छेहरू हिँड्ने मतलब बच्चा हिँड्ने त्यो गौडा छ त्यो तर्साउने ठाउँै हो क्या त्यो पनि। फेरि तपाईँको त्यो चाहिँ के हो भने एउटा मान्छे मर्दाखेरि एउटा यो लास लिएर आउने गौडा छ क्या त्यो गौडामा चाहिँ त्यस्तो हुन्छ अब मान्छे हिँड्ने बच्चा बच्ची अब डुल्ने होइन टाउको बिनाको मान्छे त्यस्तो देख्छ अहिले पनि मान्छेले। ठिक छ यहाँ कथा पनि प्रचलित छ र तपाईँहरूले अनुभव पनि गर्नुहुन्छ। हो र आजभन्दा 5-6 महिना अगाडि त यहाँ चुल्ली पोखरी सुन्नुभएको छ चुल्ली पोखरीमा यतै दमकतिर कि कताको मसिनमा भाइहरू त्यहाँ राति बसेको रहेछ। रातभरि तर्साएर त्यहाँ उनीहरू सुत्नै नसकेर उहीँ एकजना चाहिँ बिहोस भएर ल्याएको थियो अरे बिहोस भएको थियो क्या भाइ एकजना भाइ त्यो पनि हिजोअस्ति भएको कुरा हो। तपाईँले चाहिँ यो भूत प्रेत भन्ने यस्ता जति पनि कुराहरू छन् तपाईँको यसमा कतिको विश्वास छ? हुन्छ जस्तो लाग्छ म चाहिँ त्यस्तोहरू नै। किन कुनै अनुभव गर्नुभएको छ यस्तो कुराहरू? मैले आफैले एकचोटि चाहिँ त्यो देखेको छु त्यस्तो। हामीलाई विस्तारमा भनिदिनु न। कुकुर जस्तो देखेको हजुर अनि त्यो भर्याङ थियो भर्याङदेखि माथिबाट चाहिँ त्यो चढ्यो क्या कुकुर भर्याङ लगाइरहेको थियो हजुर घोप्टे लगाइरहेको थियो अनि फेरि पछाडि म चाहिँ अब साइको भयो जस्तो लागेर अनि फेरि 2-4 दिन पछाडि त्यही कुकुर आयो अनि साथीहरू पनि सुतेको थियो अनि मैले मात्रै विश्वास नलागेर साथीहरूलाई नि कोट्याएँ क्या हजुर यहाँ 3-4 सँगै देखेको। जे होस् तपाईँहरूले अनुभव चाहिँ गर्नुभएको छ। हुन्छ जस्तो लाग्छ म चाहिँ। यो ठाउँबारे अझै तपाईँलाई केही कथाहरू थाहा छ कि छैन कि? त्यो ठाउँ थाहा छैन अरू अन्त्य कतै? त्यो चाहिँ मैले तल घरमै देखेको होइन हजुर यता खासै थाहा छैन यतातिर। अब हामी भिडियोको अन्त्यमा आइसक्यौँ र हामीले यहाँ यो कुइनेटारमा बस्ने मान्छेहरूको चाहिँ धेरैजना मान्छेहरूको चाहिँ अनुभव चाहिँ सोध्यौँ। उहाँहरूले के अनुभव गर्नुभयो यो विषयमा उहाँहरूको के प्रतिक्रियाहरू छ भन्ने कुरा जान्न खोज्दाखेरि उहाँहरूले चाहिँ भिडियो नबनाउनु भर्सक भनेर भन्नुभयो होइन। अब त्यो के कारण हो त्यो चाहिँ हामीलाई थाहा छैन। अब भिडियोको अन्त्यमा आइसक्यौँ। अब यसको निष्कर्ष निकाल्नु पर्दाखेरि चाहिँ यो चाहिँ मान्छेमा भर पर्छ जस्तो लाग्यो क्या मलाई चाहिँ जहाँसम्म मेरो ओपिनियन म्याटर पनि गर्दैन स्टिल। अब यसकै कुरा गर्नु पर्दाखेरि भूत प्रेतकै कुरा गर्नु पर्दाखेरि यो चाहिँ मान्छेको भावनामा मान्छेको विश्वासमा भर पर्छ होइन। जसरी हामी भगवान्लाई मान्छौँ त्यसरी नै भूतहरूलाई पनि धेरैजना मान्छेहरूले मान्छन् भूत प्रेत आत्मा। साइन्टिफिक रूपमा त यसलाई इनर्जी भनेर पनि डिस्क्राइब गर्छन् धेरैजना मान्छेहरूले। हामीले भिडियो बनाउने बेलामा एउटा कुरा चाहिँ के नोटिस गऱ्यो भन्दाखेरि अब धेरैजनाले चाहिँ नमान्ने उनीहरूलाई थाहा चाहिँ भएको स्टोरीहरू चाहिँ थाहा भएको होइन भन्न पनि खोज्ने तर नचाहने। हामीले भन्यो पनि हामी तपाईँहरूको फेस ब्लर गरिदिन्छौँ भनेर पनि भन्यौँ र पनि उहाँहरूले मान्नु चाहिँ भएन। ठिकै छ उहाँहरूको कुराहरूको रेस्पेक्ट गर्दै पनि हामीले चाहिँ भिडियो नबनाउने विचार लियौँ त्यही बेला। ठिकै छ र यसैका साथ यदि यो भिडियो अलिकति भाइरल हुन्छ भने होइन यो भिडियोको हामी स्पेसिफिक हरर लोकेसनमै गएर बनाउँछौँ र यो भिडियोको पार्ट 2 पनि आउँछ। तपाईँसम्मको लागि टाटा बाई बाई। यो भिडियोलाई लाइक अनि हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। होइन एउटा मैले लास्ट एउटा कुरा चाहिँ के छुट्याएछु भने हामी त आज चाहिँ डिफ्रेन्ट रुटबाट गयौँ होइन। पाहाडको बाटोबाट मुनि झर्दै थियौँ ठ्याक्क त्यहाँ हामीले सोध्दै गर्दाखेरि कहाँ छ यस्तो कथाहरू के छ कसो छ भनेर सोधपुछ गर्दै गर्दाखेरि एकजना मान्छेले चाहिँ के भन्नुभयो त भन्दाखेरि
त्यहाँ चाहिँ झुन्डेर मरेका छन् त्यहाँबाट चाहिँ भर्सक नआउनु भन्दै हुनुहुन्थ्यो क्या अहिले ठ्याक्क सम्झ्यो र ठिकै छ बाई बाई